वासना र प्रेम। मानव जीवनमा प्रेमभन्दा गहिरो अनुभूति बिरलै हुन्छ। तर एउटा प्रश्नले सधैँ विवाद खडा गर्छ। प्रेमको आधार के हो? के वासना बिनाको प्रेम सम्भव छ? विश्वासले एक दिन मनोविज्ञान सम्बन्धी पुस्तकमा पढेको थियो, वासना नभए प्रेम हुँदैन। यो वाक्य उसको मनमा बारम्बार घन्किरह्यो। उसलाई लाग्थ्यो शरीरले आकर्षण नजगाएसम्म आत्मा नजिकिँदैन। वासनाले नै प्रेमको बिउ रोप्छ। तर जीवनका सत्य किताबका पानामा मात्र भेटिँदैनन्। साँझको बेलामा विश्वास प्रियासँग फेवाताल किनारमा बसिरहेको थियो। हावाले पानीमा लहर पैदा गरिरहेको थियो। सूर्य पश्चिममा डुब्दै थियो। यही मौन परिवेशमा उनीहरूको संवाद सुरु भयो। विश्वास गम्भीर स्वरमा भन्यो, प्रिया, मलाई लाग्छ वासना बिना प्रेम अधुरो हुन्छ। जब तिमीलाई देख्छु मनसँगै शरीर पनि काप्छ। यही नै प्रेमको सुरुवात हो। प्रिया शान्त स्वरमा मुस्कुराइन् र बोलिन्, विश्वास, त्यस कापनीलाई वासना मात्र भन्न मिल्दैन। मेरो दृष्टिमा त्यो आत्मीयताको तरङ्ग हो। म तिमीलाई देख्दा सुरक्षित महसुस गर्छु, आदर पाउँछु। त्यसैले मेरो मन शरीर हल्का काप्छ। विश्वास अझै अडियो, तर शरीरको आकर्षण बिना प्रेम त सुक्खा हुन्छ नि। प्रिया गम्भीर भइन्। केही क्षण मौन रहँदै उनले दृष्टान्त दिइन्। वासना जरा जस्तो हो। जरा बिनाको रुख हुन्न, तर जरा मात्र भएर पनि रुख अधुरो हुन्छ। प्रेम भनेको जरा जस्तै डाली, फूल र फलले सम्पन्न जीवन वृक्ष हो। प्रियाको यस उत्तरले विश्वासको सोच हल्लाइदियो। उसले महसुस गर्यो वासना ढोका हो, तर ढोका मात्रै घर होइन। घर बनाउन आत्मीयता, आदर र विश्वास चाहिन्छ। दार्शनिक दृष्टिले वासनाले मनलाई जागृत गर्छ, इन्द्रियलाई संवेदनशील बनाउँछ। तर वासनाको चरित्र क्षणिक हुन्छ, तृप्त भएपछि हराउँछ। प्रेम भने दीर्घकालीन प्रक्रिया हो, जसमा मन, आत्मा, आदर्श र समर्पण मिसिन्छ। विश्वासले पानीमा डुबिरहेको सूर्यलाई लामो समयसम्म निहाल्यो अनि मौन स्वरमा फुसफुसायो, वासना प्रेमको आरम्भ हो। तर प्रेमको परिपूर्णता आत्मीयता र आदरमा मात्र सम्भव हुन्छ। प्रिया हल्का मुस्कुराइन्। उनको आँखामा आदर थियो, विश्वासको मनमा शान्ति।